त्यहाँबाट खने हो बिहान अनि अहिले ट्याक्कै यहाँबाट खनेर पर पुऱ्याए अनि फेरि यता बाँझो छ यता खन्नुपर्छ नि त अब यता खन्ने 2 गाई मात्र घाँस पनि काटेर हिँडेको छ घाँस पनि अब हामी काट्ने होला होइन अनि मिसी थोरै थाक्यो त्यही भएर रेस्ट हालिदिएको अनि फेरि यो यस्तो पात हुन्छ नि यो पातले पुरा यता पासेर यो फेदको मकै काट्दैन छ कि यिनीहरू काटेको ठिक हुन्थ्यो है अब यस्तोहरू काट्नु पर्थ्यो क्या यो अनि यिनीहरूले चिलाउने हो अनि यो एक पाटा छ यहाँ योभन्दा मुनि अब 2 पाटा छ समथिङ अब खन्यो भने त सक्थ्यो नि अब यस्तो घाम छ नि कोदो रोप्नु फेरि बाँझो हुन्छ नि त त्यही भएर बिस्तारै खन्ने भनिरहेछ घरकाले नि त्यही भएर अब रेस्टिङ हान्दै फेरि खन्दै फेरि घाँस गर्दै आलु गर्दै अनि बाँचेर जात्रा पछिना कलकल छ होला होइन नि हो अहिले कहाँ गयो परहरू चाहिँ म हुँ गऱ्यो भने भरे यसपालि काँखाको बिउ यहाँ मात्रै रहेछ है राम्रो छैन कहीँ हो त्यो तल छ राम्रो हरियो त्यो चाहिँ खानु पाउँछ होला न छैन यिनीहरू पायो भने पायो मान्छे खालि सोध्छ काँक्राको बिउ काँक्रा फर्सी काँक्रा कस्तो छ अरे काँक्रा उपर मैले त्यहाँ काँक्रा तिनीलाई तेल हाल्नु लगाएको मरेको थियो तर मैले के जति हाल्दैछु उडे भएछ त्यही काँक्राहरू हाल्नुपर्छ भने खानेहरू आउँछ नि यहाँ पन्जाले नहुँदा छ अन्त लामो हुँदो रहेछ अनि यसो झारै नखाने मैले त्यो पन्जा लाटेँ गोडेको त्यो तल पनि सक्दैन यो अम्लाई चाहिँ त्यो अम्ला हुँदैन नि त्यो अम्ला त्यो उब्रिँदो रहेछ नि अप्ठ्यारो सोधेँ यहाँ दुख्ने अनि यो झार आरेको जाम उता रहेछ नि अस्ति बिरुवा छैन भन्नु मसी नस्टर्नै थियो कुखुराले ठुलो चाहिँ साइज लैजाऊ भने कि अम्ला दुख्दैन कोदो बिउ गोडेर दुख्यो नि के गर्नु हाकिमहरूले यसो पगाउनु गरे त सघाउँछ बिहान भोर सुत्दैछु बिहान छिटो काम हुन्थ्यो नि अलि बिहान त निन्न लाग्छ नि निन्न लाग्छ आलु छैन आलु खोइ आलु छैन बाँझो बारी खनेको जस्तो धन्न बारी चाहिँ कमुल छ र मात्रै हो यता छ कोदोको बिउ यहाँनिर गर्नुपर्छ गाइस है मकैबारी खाने यहाँ छ एकपट्टा यो भयो है अनि यता लामो छ क्या अनि दाई चाहिँ यहाँ हमारा दाई घाँस काट्दै हे विशेष त कोदालो ढोक्रो घाँस काट्दैछ त्यो दाइले चाहिँ घाँस काट्छ भाइले चाहिँ आलु खन्ने हो होइन घाँस त्यसले काट्छ त्यो मकैको त्यो फेदको नि काट्यो है सबै चिलाएर पासेर खत्तम आलु चाहिँ फेरि हेर्नु ठुलो आलु छ हाम्रोमा आलु पसिनाले खलखल छ होइन गाउँमा काम गर्नु चाहिँ एकदमै गाह्रो छ घाममा यत्रो घाम छ है समथिङ 20 डिग्री 40 डिग्रीको घाम होला पसिना खलखल छ है मकैको पातले पासेर फेरि गर्दनतिर आइरहन्छ हेर्न सक्नुहुन्छ पसिनाको गतिले पसिनाले गरेको छ आज त्यो आलु पनि झन्डै 1 पारा जति खनियो एक्लैले मुखबाट तप